सञ्चालिका बहिनीलाई धन्यवाद। परमेश्वरलाई महिमा भएको होस्, धन्यवाद यो समय र सुन्दर दिनको लागि। मण्डलीमा आदरणीय अगुवाजनहरू र यस मण्डलीमा उपस्थित हुनुभएका परमेश्वरका आदरणीय मण्डलीका विश्वासी जनहरूमा मेरो तर्फबाट न्यानो अभिवादन, जय मसीह। केही महिना अगाडि मैले परमेश्वरको वचनबाट बाँड्ने मौका पाएको थिएँ अनि त्यो वचनबाट मैले धेरै नै आशिष पाएको थिएँ अनि मलाई आशा छ मण्डलीले पनि आशिष पाउनुभएको थियो। त्यसरी नै आजको वचनबाट पनि मैले धेरै आशिष पाएको छु र त्यही आशिष म तपाईँहरूको बिचमा बाँड्न चाहन्छु। आजको विषय हामी एकचोटि हेर्नेछौँ। स्लाइड देखाइदिनु प्लिज। हुन्छ, यो वचनमा जानभन्दा अगाडि छोटो प्रार्थना गर्नेछु। प्रभु, धन्यवाद यो समयको लागि। तपाईँको अगाडि आउँछौँ प्रभु, हामी तृष्णा लिएर आउँछौँ। बोल्ने जिब्रोमा, सुन्ने कानमा आशिष दिनुहोस् अनि तपाईँ मसँग भएर बोल्नुहोस् अनि सबै कुराद्वारा तपाईँ प्रभुलाई महिमा भएको होस्, येशू प्रभुको नाम, आमेन। आजको वचनको विषय छ म को हुँ र, है, म को हुँ र अनि प्रश्नवाचक चिन्ह छ, है। यसको अलिकति विषयलाई अलिकति व्याख्यान गर्दा होइन, यो क्वेसन मार्क छ होइन, भनेपछि यो प्रश्नवाची वाक्य हो, है। म को हुँ र भनेपछि केही कुरा छ जसलाई चाहिँ क्वेसन गरिरहेको छ। अनि म को हुँ र भनेपछि यो एउटा आइडेन्टिटीसँग होइन, पहिचानसँग, मेरो आइडेन्टिटीसँग एउटा सम्बन्धित प्रश्न हो। अनि एउटा यो अलिकति भूमिका बाँध्दाखेरि कुनै एउटा व्यक्तिले या मानिसले आफूले पाउन योग्य नभएको दया या केही कृपा पाएर आफूलाई एकदमै छोटा होइन, छोटा भन्छ नि, सानो महसुस गरेर सोधेको एउटा प्रश्न हो, म को हुँ र, है। यसलाई बताउनलाई सजिलोको लागि म तपाईँलाई एउटा सानो बिरालोको कथा भन्नेछु। अर्को स्लाइड देखाइदिनु प्लिज। तर यो भन्नुभन्दा अगाडि मैले पहिलाको पनि स्लाइडमा देखाएको थिएँ। अगाडि जानु, अघिकोमा मानिस अघिकोमा जानु त, अघिल्लो स्लाइडमा हो। यसको बारेमा अलिकति म बताउन चाहन्छु किनभने एकदमै मलाई मनपर्छ यो। धेरै वर्ष अगाडि एकजना अमेरिकामा एकजना एडगार डेल भन्ने व्यक्तिले अध्ययन र अध्यापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर उनीहरूले चाहिँ एउटा सोधखोज गरेका रहेछन् होइन। अनि त्यसमा चाहिँ मानिसलाई केही कुरा भन्यो, बतायो, पढ्यो या देख्यो भने 2 हप्तापछि त्यसलाई सोद्धा त्यसले चाहिँ कतिको कुराहरू याद गर्न सक्छ होइन, कति कुरा त्यसलाई याद हुन्छ, उसको स्मरण शक्तिको क्षमता, मेमोरी रिटेन्सन कति छ भनेर सोध गर्दा अनि पढेको कुराहरू चाहिँ 10%, 2 हप्तापछि चाहिँ 10% मात्र याद हुँदो रहेछ, 90% त बिर्सिँदो रहेछ, है। सुनेको कुरा 20% याद हुँदो रहेछ, 80% बिर्सिँदो रहेछ। देखेको कुरा चाहिँ 30%, 70% चाहिँ बिर्सिँदो रहेछ। त्यही कुरालाई सुन्यो र देख्यो भने 50% याद हुँदो रहेछ, 50% बिर्सिँदो रहेछ। तर त्यही कुरालाई उसले बोल्यो, लेख्यो भने 70%, तर त्यही कुरालाई उसले सुन्यो, बोल्यो, लेखेर त्यही अनुसार आफूले गर्यो भने 90%। यो म किन भनिरहेको छु भने आज हामी परमेश्वरको जीवित वचन बाइबलमा आधारित रहेर कि हामी चित्रहरू पनि हेर्नेछौँ, वचन पढ्नेछौँ, सुन्नेछौँ, हेर्नेछौँ, लेख्ने पनि छौँ अनि त्यो वचनलाई आफ्नोमा जीवनमा जिएर पनि त्यो वचनलाई हामी प्रभावकारी रूपमा राख्नेछौँ कि परमेश्वरको वचन हाम्रो जीवनमा हामी काम गर्नेछौँ। हुन्छ, फेरि हामी उसमै वचन के अरे शीर्षकमै जाउँ। एउटा बिरालोको कथा म तपाईँलाई भन्न चाहन्छु। थर्ड स्लाइड देखाइदिनुहोस्। एउटा बिरालो, जङ्गली बिरालो, है, ऊ चाहिँ जङ्गलमा बस्ने, थुप्रै जङ्गली जनावर भएको ठाउँमा एक दिन चाहिँ ठुलो होइन, त्यो बेला बेलायतको रानीबाट एउटा मेसेज आएछ, सन्देश आएछ जङ्गलमा, है। अनि राजदूत चाहिँ सन्देशवाहक चाहिँ सन्देश लिएर आएछ अनि उसले चाहिँ एउटा सन्देश लिएर आएछ अनि सबैजना जङ्गलका सबै जनावर त्यहाँ जम्मा भएछ। अनि त्यो सन्देश के रहेछ भने एउटा सानो बिरालोलाई चाहिँ रानीको दरबारमा रानीसँगै राजकीय टेबलमा राजभोजमा निमन्त्रणा गरिएको भन्ने एउटा खबर आएछ। यो कुरा चाहिँ बिरालोलाई सुनायो, अरू सबै जनावरले पनि सुने। अनि बिरालोले छक्क परेछ, के हो यो, म त केही पनि होइन, मलाई त किन यत्रो ठुलो सन्देश आयो त, म त रानीलाई पनि चिन्दैन, मलाई थाहा छ रानीले पनि मलाई चिन्दैन, के हो यस्तो। अनि फेरि त्यही कुरा चाहिँ जङ्गलको राजा सिंहले पनि थाहा पाएछ। राजा त म हुँ जङ्गलको, मलाई बोलाउनु पर्ने, यो बिरालोलाई किन बोलायो होइन, कतै सिंह भनेर बिरालोमा झुक्यो कि यो बिरालोलाई बोलाउनु कारण त्यो हो कि भनेर पनि सोचेछ। अनि एकदम रिसाएछ, बेला आयो भने म देखाइदिन्छु रानीलाई, म राजा हो कि होइन, म देखाइदिन्छु भनेर सोचेछ। अनि बिरालो चाहिँ त्यो सन्देश लिनेसँगै पछि लागेर गएछ। अनि त्यसपछि राजदरबारमा पुगेछ। राजदरबारमा पुगेपछि अहिलेको चित्र देखाइदिनुहोस्। राजदरबारमा पुगेपछि अनि त्यहाँ एउटा ठुलो भोजको
आयोजना भएको रहेछ। त्यो रानीको राजदहलमा बेलायतको रानीले ठुलो सबैजनालाई बोलाएर एउटा ठुलो राजकीय भोज आयोजना गरिएको छ। अनि त्यहाँ चाहिँ धेरै होइन त्यो बेलायतका बुद्धिजीवीहरू, नामुदहरू, मन्त्रीहरू, प्रधानमन्त्री, वैज्ञानिकहरू, ठुला ठुला नाम कहलेका त्यो देशका मानिसहरू त्यहाँ थिए रानी सँगसँगै है। अनि रानी पनि त्यहाँनिर थियो। अनि सबै कुरा देखेपछि बिरालोले आफूले एकदम छोटा महसुस गरे है। यत्रो मानिसहरू, यति ठुला ठुला मान्छे, यत्रो वैभव भएको रानीको अगाडि त म त केही पनि होइन, यत्रो ठुलो दया पाउने योग्य त म त केही पनि होइन। अनि उसको मनमा उसलाई त्यो फिल भएछ। अनि ऊ दौडेर गएर रानीको खुट्टामा घोडा टेकेर भनेछ होइन, खुट्टामा परेर निहुरेर भनेछ, हे रानी, यत्रो ठुलो दया तपाईँबाट पाउने म को हुँ र होइन, म त केही पनि होइन। तर तपाईँले मलाई किन यति धेरै दया देखाउनु भयो कि तपाईँको राजदरबारमा, तपाईँको यो राजघरानामा होइन, तपाईँको टेबलमा तपाईँसँगै खान लायक त म होइन, तर तपाईँले मलाई के देख्नुभयो, म त को हुँ र भनेर त्यसले रानीलाई सोधेछ। अनि रानीले के भनेछ मुस्कुराउँदै, होइन तिमीले त खासै केही गरेको होइन, तर तिम्रो असल गुण, असल जीवनको बारेमा मैले सुनेको थिएँ, त्यही भएर मैले तिमीलाई भेट्नलाई बोलाएको है। मैले तपाईँलाई भन्न खोजेको आजको विषयको शेर चाहिँ त्यही नै छ, म को हुँ र है, म को हुँ र, कि त्यत्रो ठुलो दया बिरालोले पाएको जस्तै म को हुँ र है, त्यत्रो ठुलो इज्जत पाउन लायकको म होइन, थिएन। अर्को स्लाइड देखाइदिनुहोस्। आज मैले तपाईँलाई अघि बताएँ दुईवटा खण्डमा रहेर, पहिलो इतिहास 17को 16 र दोस्रो सामुएल 9को 8बाट दुईवटा खण्डबाट म तपाईँलाई बाँड्न चाहन्छु। पहिलो खण्ड चाहिँ दोस्रो इतिहास 17को 16मा, यहाँ चाहिँ दाउद राजाको बारेमा हामी हेर्नेछौँ। समय हुन्छ भने तपाईँले खोल्न पनि सक्नुहुन्छ बाइबल, नभए हामी स्लाइडमा हेर्नेछौँ। र यही कुराहरू पहिलो इतिहास 17को 16 चाहिँ यही कुरालाई हामीले दोस्रो सामुएल 7को 18 19मा पनि हामी हेर्छौँ। यही घटनालाई उहाँ पनि दोहोऱ्याएको छ। म यहाँ यसरी पढ्छु। तब दाउद राजा परमप्रभुको उपस्थितिमा गए र तिनले भने, हे परमप्रभु परमेश्वर, म को हुँ र मेरो घरना के हो र कि तपाईँले मलाई यहाँसम्म ल्याउनु भएको छ है। यहाँनिर दाउद राजाले भन्दैछन् म को हुँ र, अथवा मेरो घरना के हो र प्रभु, तपाईँले मलाई त यहाँसम्म ल्याउनु भएको हो र। अब यो घटनालाई हामी अलिकति अगाडि के भएको छ हामी हेऱ्यौँ भने हामीलाई थाहा छ दाउद राजाले सबैतिरबाट यो लडाइसकेपछि, इजरायलको राजा भइसकेपछि सबैतिरबाट परमेश्वरले दाउद राजालाई सबै लडाइँबाट विश्राम दिएपछि अनि दाउदले चाहिँ आफ्नो निम्ति एउटा महल बनाउँछन् यरुसलेममा। अनि देवदारको एकदम महँगो ठुलो महल बनाउँछन्। अनि त्यहाँ बसिसकेपछि आफ्नो लागि ठुलो भव्य महलमा आफू बसिराख्दा, तर दाउदको मन चाहिँ होइन टोकिरहेको हुन्छ कि म चाहिँ यत्रो ठुलो महलमा बस्ने, तर मेरा परमेश्वरको करारको सन्दुक चाहिँ पालमा भयो, यो त भएन सुहाएन। अनि उसले चाहिँ मनमा विचार गरेर नातान अगमवक्तालाई भन्छन्। अनि नातान अगमवक्ताले के भन्छन्, तपाईँ जे चाहनुहुन्छ गर्नुहोस्, तपाईँले जे सोच्नु भएको छ गर्नु सक्नुहुन्छ, परमप्रभु तपाईँसँग हुनुहुन्छ। अनि त्यही कुरा भएपछि नातानलाई चाहिँ परमेश्वरले, नातान कहाँबाट यो परमेश्वरको वचन आउँछ दाउद राजालाई। अनि उहाँले के भन्नुहुन्छ, हो अवश्य तिमीले सोचे जस्तै मन्दिर म बनाउने छु, कुन ठाउँमा बनाउने छु, कहिले बनाउने छु, म बनाउने छु। तर त्यति मात्र होइन, योभन्दा माथि पढ्यौँ भने परमेश्वरले 3टा कुरा दाउदलाई भन्नुभएको छ यहाँनिर। पहिलो कुरा, म तँलाई पृथ्वीमा महानहरू जस्तै एक प्रसिद्ध तुल्याउने छु है। यहाँनिर 3टा कुरा परमेश्वरले भन्नुभएको छ दाउदलाई। म तँलाई पृथ्वीका महान व्यक्तिहरू चाहिँ प्रसिद्ध तुल्याउने छु, म मन्दिर, परमेश्वरमा आफ्नो मन्दिर बनाउने छु। त्यसपछि जब त मरेर जानेछस्, तैँले त मन्दिर बनाउने छैनस् किन त्यो रातबाट धेरै लडाइहरू भएको छ, जब त मरेर जानेछस् त पछि आउने छोराले त्यो बनाउनेछ। त पछि तेरो सिंहासनमा राज गर्नलाई म एकजना छोरा बनाउने छु, म त्यसको पिता हुनेछु, त्यसलाई म छोरा भन्ने छु, म त्यसलाई प्रेम गर्नेछु, त्यसको राजकीय घराना म स्थिर गर्नेछु होइन। अनि त्यो सबै कुरा भनेपछि दाउदले परमप्रभु अगाडि जान्छन्, भन्छन्, प्रभु म को हुँ र, तपाईँले त, मैले त अलिकति मनमा तपाईँको मन्दिर मात्रै बनाउन खोजेको थिएँ, तर तपाईँले त मेरो बारेमै भविष्य बताइदिनु भयो, मेरो घरनाकै भविष्य बताइदिनु भयो, तपाईँले यस्तो ठुलो व्यवहार गर्ने ममा म त को हुँ र भन्ने कुरा अरे होइन। यहाँनिर हामीलाई थाहा छ दाउदलाई हामी कहिले पनि दाउद मात्रै लिँदैनौँ, दाउद राजा भनेर लिन्छौँ, किन राजाहरूका राजा, महान व्यक्ति परमेश्वरले बनाउनु भयो दाउद राजा। त्यो धेरै कुराहरूमा भनिराख्ने टाइम छैन। अनि त्यसपछि परमेश्वरले समुएलद्वारा, उनको छोरा सोलोमनद्वारा यरुसलेममा मन्दिर बनाउनु भएको कुरा हामी पछाडि देख्न सक्छौँ। अनि परमेश्वरले सोलोमनको राजघरानालाई स्थिर गर्नुभएको हामी देख्छौँ। एउटा पहिलो घटना चाहिँ प्रभुले, दाउद राजाले भन्दछन्, प्रभु म को हुँ र, मेरो घराना त के हो र, म त अलिकति इच्छा मात्रै गरेको थिएँ, तपाईँले त मेरो सबै भविष्य नै होइन, घरानाकै बारेमा तपाईँले, सारा सन्तानको बारेमा तपाईँले बताइदिनु भयो, तपाईँले गर्ने व्यवहार यही हो र प्रभु, यति म जस्तो तुच्छ पानीलाई पनि यस्तो ठुलो व्यवहार गर्नुहुन्छ र तपाईँले भनेर यहाँनिर
दाउद राजाले भनेका छन्। मलाई दाउद राजाको बारेमा अलिकति एक दुईवटा कुरा तपाईँसँग सेयर गर्न मन लाग्यो। अर्को स्लाइड देखाइदिनुहोस् त, अर्को स्लाइड देखाइदिनुहोस्। मिल्छ भने यो स्लाइडलाई ठुलो नै बनाएर देखाइदिनुहोस् न, यसलाई मात्रै देखाइदिइराख्नु ल, स्लाइडमा मात्रै देखाइदिनु ल। यहाँनिर चाहिँ राजा दाउदलाई परमेश्वरले होइन भन्नुभएको छ, योभन्दा अगाडिकोमा जानुहोस् त। या राजा दाउदलाई चाहिँ परमेश्वरले आफ्नै मेरै हृदय अनुसारको मानिस भनेर भन्नुभएको छ बाइबलमा है। हामीले यहाँनिर हेऱ्यौँ भने यो पहिलो सामुएल 13:14 जब समुएलले के अरे साउल राजालाई जब परमेश्वरको आज्ञा भङ्ग गरेपछि परमेश्वरले जब साउललाई त्याग्नुहुन्छ अनि उनले चाहिँ साउलको सट्टामा अर्को व्यक्तिलाई परमेश्वरको त्यो इजरायलमा राजाको निम्ति अभिषेक गर्नलाई खोज्दै जाँदा अनि यहाँनिर चाहिँ साउललाई समुएलले भनेको होइन, तर अब तपाईँको राज्य निरन्तर रहने छैन, प्रभु आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ र तिनलाई नै आफ्ना प्रजाका अगुवाहरूलाई नियुक्त गर्नुभएको छ, किनकि तपाईँले परमप्रभुको आज्ञा पालन गर्नु भएन। अर्को स्लाइड देखाइदिनुहोस्। अनि यहाँ प्रेरित 13:22 यसरी लेखिएको छ, उहाँले तिनलाई हटाउनु भएपछि दाउदलाई तिनीहरूका राजा हुन खडा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, मैले इसैको छोरा दाउदलाई मेरो हृदय अनुसारको मान्छे पाएँ जसले मेरा सबै इच्छा पुरा गर्नेछ है। मेरो हृदय अनुसारको मानिस भन्नुभएको छ परमेश्वरले दाउद राजालाई है। हृदय अनुसारको मानिस भनेको कस्तो? मनले खाएको, हामीले सरल भाषामा भन्ने मनले खाएको है। को मान्छेलाई हामीले मनले खाएको व्यक्ति भन्छौँ? जो पाए त्यो त हुँदैन मनले खाएको होइन। मनले खाएको व्यक्ति जो मेरो मनमा अटाउन सक्छ भनेको मतलब मलाई मनपर्छ होइन, मेरो जस्तै सोच भएको, मेरो जस्तै चरित्र भएको, म जस्तै भएको मान्छेलाई मनले खाएको व्यक्ति। अनि परमेश्वरले दाउदलाई भन्नुहुन्छ यो मान्छे चाहिँ मेरो हृदय अनुसारको मान्छे, मेरो मनले खाएको मान्छे, किनभने यसले चाहिँ मेरो इच्छाअनुसार हिँडेको छ, यसले चाहिँ आफ्नो जीवनभरि मेरो सेवा गरेको छ। अलिकति दाउद राजाको परिचय गर्दाखेरि हामीले पहिलो समुएल 16बाट दाउदको बारेमा थाहा पाउन थाल्छौँ है। कसरी एउटा गोठालो है, उसलाई त आफ्नो छोरा दाउद पनि छ भनेर थाहा पनि थिएन। जब समुएलले इसैको छोरालाई अब राजा अभिषेक गर्ने भनेर आउँदाखेरि पहिलो दोस्रो तेस्रो चौथो सातौँ जनासम्म आउँदा परमेश्वरले भन्नुहुन्छ यिनीहरू होइन। अनि आठौँको आएपछि यति नै हो नि त तपाईँको छोरा भनेर समुएलले सोद्धाखेरि इसैले भन्छन् एकजना छ, त्यो त जङ्गलमै बस्छ, गोठाला हो, भेडा बाख्रासँग बस्छ, त्यसलाई पनि बोलाइ पठाउँ र ऊ त गोठाला हो। अनि जब बोलाइ पठाएपछि अनि परमेश्वरले भन्नुहुन्छ यो नै मेरो हृदय अनुसारको मान्छे, यसलाई अभिषेक गर भनेपछि अनि समुएलले चाहिँ अभिषेक गरेको हामी त्यहाँ देख्छौँ। अनि हामीले देख्न सक्छौँ अलिकति दाउद राजाको बारेमा बताउँदा है, जीवनभरि दाउद राजाले, मैले अलिकति दाउदको बारेमा सोधखोज गर्दाखेरि दाउद राजाले जीवनभरि झन्डै साना ठुला गरेर 66वटा लडाइँहरू लडेका छन् है। र तिनीमा एउटामा पनि दाउदले कहिले पनि हार खाएनन्। 8 देखि 9वटा ठुला लडाइँहरू भनेको छ, 66वटा साना ठुला गरेर धेरै लडाइँहरू लडेको छ। त्यति मात्र होइन, हामी पढ्यौँ भने 21 पटक त दाउदलाई मार्न भनेर, हत्या गर्न भनेर योजना बनाएको, तर त्यो सबै कुरामा तिनी चाहिँ उम्केर आफ्नो ज्यान बचाएको कुरा हामी त्यहाँ देख्न सक्छौँ। अनि दाउद राजाले चाहिँ आफ्नो जीवनभरि 7वटा साना त छैन, 7वटा ठुला राज्यहरूलाई जितेर अनि एउटा ठुलो शक्तिशाली इजरायल बनाएको घटना हामी पाउन सक्छौँ। त्यही भएर दाउद राजाले सबै कुराको श्रेय परमेश्वरलाई दिएका छन् होइन, उहाँ आफैले गरे होइन। भन्छन् हामी बाइबलमा पढ्यौँ भने हरेक कुरा जब लडाइँ गर्न जान्थे प्रभुको सल्लाह लिन्थे, प्रभु म के गरौँ, अगाडिबाट जाउँ कि पछाडिबाट, कताबाट म आक्रमण गरौँ होइन। हरेक कुरामा दाउदले परमेश्वरलाई सोच्थे। अनि दाउद चाहिँ परमेश्वरप्रतिको गहिरो प्रेम र भक्ति अनि दाउदको आराधना गर्ने हृदय होइन। भजन सङ्ग्रह हामीले हेऱ्यौँ भने भजन सङ्ग्रहमा लगभग आधा 73वटा त दाउदले नै लेखेका छन् परमेश्वरप्रति आफ्नो भक्ति देखाउनको लागि, आराधना देखाउनको लागि अनि परमेश्वरको अगाडि विनम्रता भएर जिउनको लागि। मलाई थाहा थियो म त गोठालो मान्छे हुँ, मलाई त राजा बनाउने, राज सिंहासनमा राख्ने त परमेश्वर नै हुनुहुन्छ। यो सबै कुराको महिमा श्रेय म परमेश्वरलाई दिन्छु, मेरो योग्यताले भएको होइन, यो त परमेश्वरले दिनुभयो मलाई। अनि त्यही भएर उनले परमेश्वरलाई भन्दैछ प्रभु म त को हुँ र तपाईँले त मलाई यहाँसम्म ल्याउनु भयो हो, म त त्यो पाउनु योग्यको त थिएन। त्यही भएर परमेश्वरले दाउदलाई भन्नुहुन्छ मेरो मनले खाएको व्यक्ति, मेरो हृदय अनुसारको व्यक्ति। अनि त्यही भएर दाउद राजाले चाहिँ परमेश्वरबाट ठुलो के अरे दया पाएका छन्, आफ्नो बारेमा, आफ्नो घरानाको बारेमा भविष्य उनले थाहा पाएका छन् है। अनि दाउदले यति मात्र होइन, परमेश्वरबाट ठुलो कृपा पाएपछि यही ठुलो कृपा दया चाहिँ उनले अरूलाई पनि देखाएका छन्। हामी दोस्रो खण्डलाई एकचोटि हेरौँ है। अर्को अलिकति म तपाईँलाई भन्न बिर्सेँ, दाउद राजाले आफ्नो बारेमा के सोचिरहेछन् है, म अलिकति एक दुईवटा कुरा भन्न चाहन्छु। भजन सङ्ग्रह 103 को अघिको साइडमा जानु, भजन सङ्ग्रह 103 को 14 के भन्दैछन् दाउदले,
आफ्नो औकात आफ्नो हैसियत भन्दाखेरि म त धुलो हुँ, म त माटो हुँ होइन। परमेश्वरले मलाई माटोबाट बनाउनु भयो हो, किनभने उहाँ जान्नुहुन्छ हाम्रो सृष्टि कसरी भएको हो, हामी धुलो मात्र हौँ भने उहाँ सम्झाउनुहुन्छ उनले आफूलाई के सोचिरहेका छन् है। अनि दोस्रो कुरा हामीले हेऱ्यौँ भने भजन सङ्ग्रह 22:6 उनले भन्दछ म त मान्छे पनि होइन, मानिस पनि होइन, म त किरा हुँ है। किराको केही औचित्य छैन, हैसियत छैन। म जस्तो मान्छेलाई परमेश्वरले यत्रो ठुलो दया देखाउनु पर्ने कुनै कारण त छैन। यो त परमेश्वरको शुद्ध प्रेम बाहेक अरू केही पनि होइन, यो त शुद्ध कृपा दया बाहेक केही पनि होइन, म त को हुँ र है। त्यही भएर दाउद राजाले भन्दैछन्। अर्को घटना हामी हेरौँ, अर्को खण्ड 2 सामुएल 9:8 यहाँनिर अर्को एकजना व्यक्तिको बारेमा म तपाईँलाई बताउँछु है। मफीबोसेत भन्ने व्यक्ति, यो बाइबलमा धेरै नै कम पढिएको, धेरै नै कम सुनिएको व्यक्ति हो है। कतिपल्ट मलाई पनि धेरैपल्ट थाहै थिएन को हो मफीबोसेत भनेर। तर मफीबोसेत चाहिँ जोनाथनको छोरा, साउलको नाति, साउल राजाको नाति है। यहाँनिर म पढ्छु, मफीबोसेतले फेरि घोप्टो परेर दण्डवत गरेर भने, म को हुँ र हजुरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ है। यो एउटा घटना छ। योभन्दा अगाडिको कुरालाई हामी हेऱ्यौँ भने जब दाउद राजाले सबै कुरा हेरिसकेपछि उनको मनमा जोनाथन आफ्नो मित्रप्रति गरेको एउटा करार याद आउँछन्। उनले भन्छन् अब त्यहाँनिर पलिस्तीहरूको लडाइँमा होइन साउल, उनका सबै शाखा सन्तान छोराहरू सबै मर्छन्, साउलको कोही पनि जीवित बाँकी रहँदैन। अनि सोधखोज गर्दै गर्दै जाँदा दाउदले भन्छन् कोही त होला नि होइन, कोही त साउलको घरानाबाट कोही त होला नि जसलाई म मेरो साथी जोनाथनको खातिर दया देखाउन चाहन्छु। अनि सोधखोज गर्दै गर्दै जाँदा उनले चाहिँ साउलको एकजना नोकर सिबा भन्नेलाई भेटाउँछन्। अनि सिबालाई बोलाएपछि को त छ साउलको लागि, के अरे साउलको घरानामा म प्रेम गर्न सक्ने, दया देखाउन सक्ने खोज्दै खोज्दै जाँदा अनि मफीबोसेतले बारेमा बताउँछ। एकजना साउलका नाति जोनाथनको छोरा छन्, तर यिनी एकदमै निर्जन ठाउँमा, लोदेबार भन्ने ठाउँमा बस्छन्, एकदमै मान्छेहरू नबस्ने ठाउँमा त्यहाँ बसिरहेका छन्, नाति चाहिँ छन् भने चाहिँ उनले चाहिँ बोलाइ पठाउँछन्, झिकाइ पठाउँछन्। अनि मफीबोसेतको बारेमा भन्दाखेरि उनी चाहिँ होइन एक थरीको भने खुट्टाको प्यारालाइसिस है, त्यो दुईवटा खुट्टा नचल्ने। यो जब पलिस्तीहरूसँग लडाइँमा साउल, उनका छोरा जोनाथन, धेरै उनका छोराहरू मारिएको खबर सुनेपछि मफीबोसेत त्यो बेला चाहिँ 5 वर्षको मात्रै छन् त्यो बेलामा है। अनि त्यो बेलामा त्यो घटना सुनेपछि उसलाई केयर गर्ने धाई आमाले त्यो कुरा थाहा पाएपछि, सुनेपछि, त्यत्रो ठुलो विध्वंसको घटना सुनेपछि, त्यस्तो न्युज सुनेपछि ऊ एक्कासी डराएर भाग्दाखेरि अनि मफीबोसेत चाहिँ त्यो धाई आमाको हातबाट खस्दाखेरि उसको पछाडिको ढाडको हड्डी भाँचेको कारणले गर्दा उसको खुट्टाहरू चाहिँ नचल्ने भएको है। 5 वर्षकोदेखि खुट्टा नचल्ने लङ्गडो मान्छे है। अनि त्यति मात्र होइन, अब त साउलको घराना सबै सक्यो, एक थरीले भन्ने त राजकुमार है, राजकुमार हैसियत भएको, राजघरानामा बस्ने मानिस, राजकुमार हैसियत भएको मानिस जब लङ्गडो भयो, सबै साउल उनका पिताहरू सबै मारेपछि उनलाई पनि डर हुन्छ, कसैले दाउदले या अरू पलिस्तीहरूले भेटायो भने मलाई पनि मार्छन् भनेर 5 वर्षको उमेरदेखि एक्लै दुःख गरेर, लुकेर, डराएर भागेर बसेको मानिस है। अनि मफीबोसेतलाई बोलाइ पठाएपछि अनि दाउद राजाले के भन्छन्, हेर म तिम्रो साउलको जति पनि जग्गाहरू छ म सबै तिमीलाई फिर्ता गरिदिन्छु र तिमी आजबाट मसँगै मेरो टेबलमा बसेर खानेछौ है। एक थरीले भने सबै कुरा गुमाइसकेको राजकुमार भएको मानिस, राजकुमारको हैसियत गुमाइसकेको मानिस, शरीरमा पनि अपाङ्ग, केही नभएको, केही गर्न नसक्ने हामीले त्यहाँनिर देख्न सक्छौँ नि होइन। उसले आफूलाई के सोचिरहेको छ मफीबोसेतले, म त एउटा मरेको कुकुर हुँ होइन, मरेको कुकुर म त को हुँ र त्यस्तोलाई किन तपाईँले दया देखाउनु पर्ने। अनि यहाँनिर दाउद राजा भन्छन् म साउलको जति पनि जग्गाहरू छ म सबै फिर्ता गरिदिन्छु तिमीलाई। भने मतलब सबै गुमाइसकेको मानिस, उनलाई उनले के दिन्छन्, राजकुमारको हैसियत पनि दिन्छ। उनले भन्छन् भौतिक रूपमा संसारमा जति जग्गा जमिन छ म सब फिर्ता गरिदिन्छु र आजबाट तिमी मसँगै मेरो टेबलमा बसेर खानेछौ। भने मतलब तिमी मसँगै मेरो राजदरबारमा यरुशलेममा बस्नेछौ, मसँगै खानेछौ। भने मतलब राजकुमार हैसियत गुमाइसकेको मानिसलाई फेरि उनले राजकुमार बनाएर राख्दै हुनुहुन्छ दाउद राजाले है। अनि उनले भन्दाखेरि उनले बस्छ, म को हुँ र राजा, यत्रो ठुलो दया पाउने म त को हुँ र, म त केही पनि होइन, यत्रो ठुलो दया किन गर्नु पर्यो मलाई, म त को हुँ र, म त क्षुद्र मानिस है, मरेको कुकुर हुँ। अनि त्योभन्दा हामी पछाडिको भागहरू यो 2 सामुएल 9:8 तलतिर हेऱ्यौँ भने त्यसपछि उनले साउलको सबै जग्गा जमिन अनि मफीबोसेतलाई फिर्ता गरिदिन्छन्। अनि त्यही साउलको नोकर सिबालाई चाहिँ चाकडी गरेर खनजोत गरेर ल तिम्रो मालिक आज देखि यो हुन्छ, तिमीले सबै जति अनाजहरू गर्छौ सबै ल्याएर तिम्रो
मालिक मपी बोसोतलाई दिनुपर्छ। अनि त्यसपछि हामी तल हेर्दै गयो भने त्यो दिनदेखि मपी बोसोत चाहिँ राजदरबारमै बस्न थाल्छन्, यरुसलेममै राजासँगै बस्न थाल्छन् र राजाका अरू छोराहरू जस्तै राजाकै टेबलमा बसेर खान थाल्छन्। भनेको मतलब राजकुमारकै हैसियत पाउँछ है। दाउद राजाले जसरी परमेश्वरबाट त्यो दया पाएका थिए, कृपा पाएका थिए, त्यो दया कृपा चाहिँ उनले मपी बोसोतलाई पनि हामी त्यहाँ देखाएको देख्न सक्छौँ। यो चाहिँ बाइबलमा देखिएको घटना है। म को हुँ र मैले आफूलाई के सम्झिन्छु त्यसबारेमा मैले तपाईँलाई बताएँ। तर संसारमा छौँ हामीहरू है। मैले बाइबल कुरा तपाईँले भने, म फेरि अब संसारतिर ल्याउँदैछु। हामी संसारमा छौँ। संसारमा मानिसले आफूले आफूलाई कसरी चिन्छ हामी एकचोटि हेरौँ। यसपछिको स्लाइड देखाइदिनुहोस् ल है। म को हुँ है। संसारले आफूले आफूलाई कसरी चिन्छ, म को हुँ। यतापट्टिको अर्को फोटोमा तपाईँले हेर्नुभयो भने है, सायद लाइसेन्स बिना एउटा बच्चाले ड्राइभिङ गर्दै थियो होला, पुलिसले भेटायो, लाइसेन्स चेक गर्दैछ, लाइसेन्स पनि छैन। अनि उसले भन्दैछ म को चिनियाछस्, मेरो बाउ को चिनियाछस्, म तँलाई देखाइदिन्छु, त्यस्तै भने होला होइन। अर्को स्लाइडमा हामीले हेऱ्यौँ भने आफूले आफूलाई ऐनामा हेरिरहेछ, मनको ऐनामा हेरिरहेछ, के देखिरहेछ, आफूले आफूलाई राजा देखिरहेछ है। हामीले आफूले आफैलाई त राजै सम्झिन्छ, जेसुकै होस् होइन। छोरी मान्छे हुनुहुन्छ भने रानी, छोरा मान्छे भने राजा। म त हुँ है, म त सबै आउँछ, म जस्तो धनी कोही पनि छैन, म जस्तो पढाइ कोही पनि छैन, मैले जस्तो जाने केही पनि छैन, म त सबै कुरा गर्न सक्छु, सबैभन्दा धर्मी मै हो, आत्मिक मै हो है, अरू त पापीहरू हुन् है भन्ने त्यही हो। आफूलाई त्यही लाग्छ, मनको ऐनामा म पनि त्यही सोच्छु। यो एकदम फ्याक्ट कुरा है। पापमै स्वभाव भएको मानिसले त्यही सोध्छ, म को हुँ, चिनियाछस् है। एउटा घटना म तपाईँलाई भन्न चाहन्छु, एकदमै मैले नै भोगेको घटना। गुल्मी जिल्लामा मैले 3 वर्ष रहेर काम गर्ने मौका पाएँ जिल्ला अस्पतालमा। त्यो चाहिँ एमडी पढेपछि त्यो सरकारी छात्रवृत्तिमा 3 वर्षको पढाइ भएपछि 3 वर्ष चाहिँ करारको रूपमा सरकारी अफिसमा गएर काम गर्नुपर्ने, करारमै छात्रवृत्ति पाइसकेपछि। अनि मेरो पोस्टिङ चाहिँ त्यहाँ परेको थियो। 3 वर्ष हामी चाहिँ त्यहाँ गएर बसेका थियौँ, मेरो श्रीमती। अनि त्यहाँनिर एउटा के घटना भयो भने, त्यहाँ कस्तो नियम भने है, नेपालको नियम नै भनौँ भने, त्यहाँ कस्तो भने विकास अस्पताललाई चाहिँ अस्पताल विकास समितिले चलाउँछ है। विकास समितिको अध्यक्ष चाहिँ स्वास्थ्य मन्त्रालय तोक्छ, अनि त्यो सबै पार्टीबाट हो। त्यहाँ कस्तो हुँदो रहेछ भने एमालेको अध्यक्ष छ भने काङ्ग्रेसले विरोध गर्ने, काङ्ग्रेसको अध्यक्ष छ भने एमाले विरोध गर्ने। एकपल्ट के भयो भने त्यहाँ घटना, कुनै एउटा कार्यक्रम थियो, एमाले गर्न लागेको कार्यक्रम। अनि त्यसपछि सबैजना मान्छेहरूलाई बोलाएँ। अब सबै एमाले गर्ने, एमाले अन्यथा नलिनु होला, एउटा मैले उसको लागि मात्रै भनेको, मैले पार्टीसँग त्यस्तो के गर्न खोजेको होइन, फ्याक्ट कुरा भन्दैछु। अनि एमालेको प्रोग्राम भएपछि त एमालेकै मान्छे आउने भयो है। अनि त्यसपछि फेरि त्यहाँको कार्यक्रम यति दिक्क लाग्ने, अब 30 जना मान्छे छन् भने 30 जनालाई आसन ग्रहण गराउनु पर्ने, फलाना व्यक्ति यो, फलाना यो पद यो, फलाना यो आउनु भएको छ, आसन ग्रहण गर्नुहोस्। अब त्यो गर्दा नै आधी घन्टा जाने है। सबैको आसन ग्रहण भयो, तर त्यो बेलाको जिल्लाकै सभापति काङ्ग्रेसकै कोही हुनुहुन्थ्यो, उहाँलाई चाहिँ आसन ग्रहण भएन है। आसन ग्रहण गराएनन् कसैले, छुटेछ। अब भुलबस छुट्यो या केही बस छुट्यो। अनि त्यो सञ्चालन गर्ने व्यक्तिले भन्नुभयो मलाई पछि, ला बर्बाद भयो, यो मानिसलाई आसन ग्रहण गराउनु पर्ने, छुट्यो, अब कुन दिन यसले हामीलाई दुःख दिन्छ है। पछि एउटा घटना भयो, हाम्रो हस्पिटलबाट एकजना रिफर गएको व्यक्ति पाल्पा जानुभयो, पाल्पा पुग्नु भयो, के भयो थाहा भएन। पाल्पा पुगेपछि त्यहाँ अब अलिकति नराम्रो घटना केही भयो, मृत्यु नै भयो। त्यसपछि पाल्पाबाटै हस्पिटलमा फोन गर्नुभयो, त्यहाँ को छ डाक्टर, मलाई फोन दिनु भनेर नर्सलाई भन्नुभएछ। म त्यही राउन्ड लिँदै थिएँ, मलाई फोन आयो, म गएँ। को बोल्दै हुनुहुन्छ तपाईँ? म फलाना हो। ल तपाईँहरूको कारणले एउटा यहाँ मृत्यु भएको छ, हामी आउँदैछौँ, तयारी अवस्थामा बस्नु भन्नुभयो है। त्यसपछि त डर लाग्यो, के हो म त चिनिया पनि छैन, जाने पनि छैन। त्यसपछि मैले सिडिओलाई फोन गरेँ, यस्तो भन्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ है, के गर्ने हो, हामीलाई सुरक्षा चाहिन सक्छ भनेपछि पुलिसहरू पठाइदिनु भयो। त्यसपछि उहाँले यति धेरै आफ्नो दलबल लिएर आउनुभयो, आउनु बित्तिकै काहीँ केही नगरेर आएर सिधै हस्पिटल फोड्न थाल्नुभयो, ढुङ्गा फाल्न थाल्नुभयो, गर्न थाल्नुभयो। त्यसपछि अब वार्ता भन्ने है, सिडिओ आउने, पुलिस आउने, वार्ता हुन थाल्यो, कुरै नसुन्ने है, कुरै नगर्ने। जतिखेर पनि उहाँले त्यही भन्नुहुन्थ्यो, म जतिको व्यक्तिलाई तिमीहरूको कार्यक्रममा होइन आसन ग्रहण नगराउने होइन। उहाँको कारणै त्यही कि है, म जतिको मान्छेलाई तिमीहरूले नचिन्ने, म जतिको मान्छेलाई तिमीहरूले आसन ग्रहण नगराउने है। त्यसपछि उहाँले त्यसपछिको 2 हप्ता त हामीलाई यति दुःख दिनुभयो है। मान्छेहरू त जहिले पनि हाम्रो क्वार्टर बाहिर ढुङ्गा लिएर बसे जस्तो लाग्ने है। राउन्डमा जाँदा पनि पुलिसहरूसँग जानुपर्ने, श्रीमती उता तरकारी लिन जाँदा पनि पुलिसहरूसँग जानुपर्ने है। अब त्यस्तो अवस्था के भने मतलब मान्छेले आफूलाई के सोच्छ है। उहाँले भन्नुहुन्थ्यो, तिमीहरूले मलाई चिने होइन, म मेरो हैसियत देखाइदिन्छु भन्नुहुन्थ्यो। हामीलाई साँच्चै उहाँले आफ्नो हैसियत देखाएरै छोड्नुभयो कि है, दुःखै दिनुभयो, बेसरी दुःख दिनु। यो चाहिँ संसारको घटना भनिरहेको छु है। हामीले आफूलाई कस्तो सम्झिन्छ है, म को हुँ र चिनियाछस्, म देखाइदिन्छु। अघि न त्यो
बिरालोकोलाई आउँदाखेरि जङ्गलको सिंहले भनेको थियो नि, राजा त म हुँ, मलाई बोलाउनु पर्ने, त्यसलाई बोलाउने, देखाइदिन्छु होइन, चिनेछस्, त्यो हो। संसारले भन्ने चाहिँ एउटा म को हुँ र है, म को हुँ र होइन, म को हुँ चिनेछस्, म देखाइदिन्छु है। अनि यो सबै कुराले चाहिँ किन मान्छेले आफूलाई चिनाउन खोज्छ भने त सबै मानिसलाई एउटा पद चाहिन्छ, एउटा होइन पहिचान चाहिन्छ, किनभने उनीहरूलाई आफ्नो महिमा चाहिन्छ है। म हुँ, तिमीहरूले मलाई हेर्नुपर्छ, देख्नुपर्छ, मेरो महिमा गर्नुपर्छ, मेरो गुणगान गाउनुपर्छ। मान्छेले आफ्नो पद खोज्ने कारण चाहिँ आफ्नो महिमाको लागि है। अर्को एउटा घटना पनि, अर्को पनि हामी हेरौँ, अर्को स्लाइड देखाइदिनुहोस्। संसारको मानिसले भन्छ म को हुँ चिनियाछस्। अर्को तक होस् मलाई सिकाउने है, अर्को तक होस् है। यतातिर ज्यान बनाएको मान्छे छ, उसले सोधिरहेछ तिमीहरूले मको त्यत्रो जिउ भएको मान्छेले तिमीहरूले मलाई सिकाउने होइन। एउटा जस्ट चित्रणको मात्रै गरेको, अन्यथरमा नलिनु होला होइन। अरूलाई चाहिँ एकदमै अर्थी दिन मनपर्छ, तर अर्को अर्थी सुन्नै मन सक्दैन। कसैले आफूलाई केही भन्यो नि मन दुखिहाल्छ, तर आफूले अरूलाई भन्न जति पनि सकिन्छ है, जति पनि सकिन्छ। अरूको मन दुखोस् नदुखोस् भाँचोस् केही मतलब छैन, अरूले चाहिँ आफूलाई केही भन्ने भन्नु। अरूलाई चाहिँ जति पनि अर्थी दिन सकिन्छ, तर अर्को अर्थी लिन सकिँदैन। तक होस् मलाई सिकाउने है। एकजना विदेशी नेपाल आएछ, घुमेछ है, अनि जाने बेलामा यसो भन्थ्यो अरे कि मलाई नेपालदेखि अचम्मै लाग्यो, इन नेपाल होइन, एभ्री टाइम इज टी टाइम, एभ्री वेयर इज टोइलेट, एभ्री वान इज टिचर भन्थ्यो अरे कि। अनि एकचोटि बिरामी भएछ, त्यसपछि यति मान्छे आएछन्, यो खानु त्यो नखानु, यो गर्नु त्यो नगर्नु, अन्तिम भने चाहिँ एभ्री वान इज अ डक्टर भनेर चाहिँ गऱ्यो कि है। भन्ने मतलब एभ्री टाइम इज टी टाइम है। नेपालमा त्यही त हो नि होइन, काम गरिरहेको छ ल चिया खान्छ भनेपछि निस्क्यो, कामसँग मतलब छैन, चिया खाने टाइम। अब टोइलेट त तपाईँलाई थाहा छँदैछ है। टिचर, एभ्री वान इज टिचर भने चाहिँ यस्तो गर्नु, यो नगर्नु, त्यो नगर्नु, यो नगर्नु है। डक्टर त कुरै नगर्नु, म आफैलाई लाज लाग्छ है। म बोल्दै म कुनै मानिस मका कोही आउनु थाल्नु भयो भने म सकेसम्म ग्रुपमा म भेट्न चाहन्न, किनभने त्यहाँ थाल्यो कुरा सुरु हुन थालिहाल्छ, म त्यतातिर जान चाहन्न है। तक होस् र मलाई सिकाउने। एकजना यस्तै क्रिस्चियन विश्वासी छिमेकीहरूको बिचमा एउटा ठुलो झगडा भएछ है, ठुलो झगडा भएछ। अनि झगडा कारण के भनेपछि उसको गाईबस्तुले अर्को छिमेकीको तरकारी सबै खाइदिएछ। त्यो कारणले गर्दा ठुलो झगडा भएछ है, बोलचालै बन्द भएछ, पानी बाह्र जस्तै भएछ। तर एउटैसँग चर्चमा जाने, एउटैसँग त्यहाँ बस्ने। अनि एकजनाको वचनको पालो आएछ, अनि उहाँले चाहिँ मत्ती 7 अध्यायबाट वचन दिनुभएछ, तिमीहरूले चाहिँ आफ्नो भाइको आँखाको के अरे कण चाहिँ देख्ने, तर आफ्नो आँखा भएको मुढा नदेख्ने भनेर वचन बोल्नुभएछ। कुन मुखमा बोल्नु थाहा होइन, तर अर्को मान्छे सोधेछ उसको आँखा भएको धुलो कण र मेरो आँखा भएको चाहिँ मुढा कसिङ्गर, त्यसले भन्ने त्यस्तो भन्ने त्यसलाई होइन। त्यसको गाईले, त्यसको बाख्राले मेरो उल्टो होइन फसल खाइदिएछ होइन, अनि त्यसले चाहिँ उल्टो यस्तो वचन दिने, यस्तो भन्ने मलाई सिकाउने। अर्को हप्ता मेरो पालो छ वचनको, म तँलाई जवाब दिन्छु है। संसारमा यही चल्छ, यस्तै चल्छ है। तक होस् मलाई सिकाउने, म को हुँ चिनियाछस्, र तक होस् मलाई सिकाउने। यो चाहिँ संसारको कुरा है। तर हामी संसारमा छौँ, यो पनि हुन्छ, हामीसँग पापमय स्वभाव छ, यो पनि हुन्छ। तर हाम्रो पहिचान, हाम्रो चाहिँ यस्तो होइन है। हामी को हौँ त? संसारले म को हुँ चिनियाछस् भनेर त तक होस् म देखाइदिन्छु अथवा सिकाउने त्यस्तै भन्दै हिँड्छौँ, या हामी को हौँ है। मैले तपाईँलाई बाँड्न खोजेको चाहिँ विशेष खण्डहरू चाहिँ अब म तपाईँलाई भन्दैछु। अर्को स्लाइड देखाइदिनुहोस्। हामी को हौँ है, हामी को हौँ त, हाम्रो पहिचान के हो? किन मैले अघि तपाईँलाई भन्दैछु म को हुँ र भनेको एउटा पहिचान, आफ्नो आइडेन्टिटीसँग रिलेटेड क्वेसन हो। म को हुँ त है। यहाँनिर सबभन्दा पहिलो कुरा हामी को हौँ त, उत्पत्ति 1:27 हामीलाई कण्ठै छ, थाहा छ। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो है। परमेश्वरले कसलाई सृष्टि गर्नुभयो? मानिसलाई। हामी को हौँ त? हामी मानिस हौँ है। परमेश्वरले सृष्टि गर्नुभएको मानिस हो। मानिसलाई परमेश्वरले 6औँ दिनमा बनाउनु भयो है। सबै कुरा बनाइसकेपछि पृथ्वी बनाउनु भयो, आकाश बनाउनु भयो, उज्यालो अँध्यारो, समुद्रमा बस्ने, हिलचल गर्ने, उड्ने, आकाशका तारा नक्षत्रहरू, ब्रह्माण्डहरू सबै बनाउनु भयो। अन्तिममा मानिसलाई बनाउनु भयो र यो सबै पृथ्वीमाथि भएको कुरामा हेरचाह गर्नलाई, अधिकार गर्नलाई र मानिसलाई, परमेश्वरले मानिसलाई बनाउनु भयो है। अनि हामीलाई थाहा छ, उत्पत्तिमा हामीले पढ्यौँ भने बेलुकाको समयमा जहिले पनि परमेश्वर अदनको बगैँचामा आउनुहुन्थ्यो मान्छेलाई भेट्न, मानिससँग सङ्गति गर्न, मानिसलाई भेट्नलाई आउनुहुन्थ्यो। परमेश्वरले मानिस बनाउनु भयो, हामीलाई बनाउनु भयो। हामी को हौँ त? नम्बर 1 हामी मानिस हौँ है।
फेरि मानिस मात्र होइन, उहाँले कसरी बनाउनु भएको छ, उहाँले आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा बनाउनु भयो। स्वरूपलाई भनेको के हो तपाईँलाई थाहा छ नि है? स्वरूप भने समय भयो भने मलाई जानकारी दिनु ल, अलिकति मैले अलिकति केही तयारी गरेर आएको छु, 10-15 मिनट सकिन्छ होला। आफ्नै स्वरूपमा बनाउनु भयो है। स्वरूप भनेको के जस्तो लाग्छ? स्वरूप भनेको म कस्तो छु भन्ने कुरा केले बताउँछ? मेरो अनुहारले भन्दा बताउँछ होइन। म कस्तो छु, मेरो स्वरूप मेरो मुहारले बनाउँछ, मेरो अनुहारले बताउँछ है। मेरो म कस्तो छु भनेर मेरो पहिरन, मेरो हात खुट्टा है, कान यताउसँग मेरो मतलब छैन। म कस्तो छु मेरो अनुहारले बताउँछ। म खुसी छु मेरो अनुहारमा देखिन्छ, म दुःखी छु मेरो अनुहारमा देखिन्छ। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको। स्वरूप भनेको चाहिँ मुहार, अनुहार है। परमेश्वरले मानिसलाई चाहिँ आफ्नो अनुहारमा बनाउनु भयो, अनुहारमा है, अनुहारमा बनाउनु भयो। मानिस कस्तो छ भनेर, परमेश्वर कस्तो छ भनेर संसारमा कसैले हेर्नु छ भने सबभन्दा पहिले हामीलाई हेर्ने, मानिसलाई हेर्ने हो। किनभने हामी परमेश्वरका स्वरूपमा बनेका छौँ, परमेश्वरको मुहारमा बनेका छौँ। अर्को कुरा आफ्नै प्रतिरूपमा बनाउनु भयो है। प्रतिरूप भनेको होइन, जस्तै उसको ठाउँमा अर्को एउटा कुनै, जस्तै एउटा मान्छे छ, त्यसको मूर्ति प्रतिमा है, के भन्छ नि, चित्र, ठ्याक्कै अलिकति बुझाउन सजिलोको लागि फोटोकपी भन्छु म त है। माथि जे राखेका छौँ हामीले त्यसले फोटोको मेसिनले ठ्याक्कै तल त्यस्तो निकालिदिन्छ, त्यसलाई प्रतिरूप भन्छ है। अब हाम्रो परमेश्वरको प्रतिरूप हामी हौँ है भने हाम्रो प्रतिरूपमा पनि कोही त छ, हाम्रो बच्चाहरू है। हाम्रो प्रतिरूप उनीहरूलाई किन भन्छौँ? केही जिनहरू, वंशाणुहरू हामीसँग छ। मेरो केही वंशाणु मेरो छोरासँग होला, मेरो श्रीमतीको केही वंशाणु छोरामा होला होइन। अनुहार हेऱ्यो भने यो ठ्याक्कै आमातिर गएको रहेछ है। अथवा केही कुरा खान मनपर्छ नि, यस्तो ठ्याक्कै बाउ जस्तो खाँदो रहेछ है। किनभने छोरा छोरीहरू भनेका आमा बाउका प्रतिरूपहरू हुन्, उनीहरूलाई प्रतिबिम्ब गर्ने होइन, उनीहरूका जिन बोकेका। हामी पनि परमेश्वरका प्रतिरूप भएका मानिसहरू हौँ, परमेश्वरको जिन बोकेको होइन, परमेश्वरको चरित्र बोकेको है। त्यस्तो चरित्र बोकेको हामीहरू चाहिँ मानिसहरू हौँ। परमेश्वरले एक नम्बर मानिस बनाउनु भयो, कसमा? आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा बनाउनु भयो। अर्को स्लाइड त्यसमै देखाइदिनुहोस् त ल। अलिकति मानिसको बारेमा भनौँ है। कति कुराहरू होइन, कुनै कुराको अर्थ त्यही शब्दमै लुक्या हुन्छ क्या है। मानिस भनेको हामीले सानोमा पढाएको थियौँ होइन, व्याकरणमा, मन प्लस इस मानिस है। मन मान्छेको मनभित्र, इस भनेको ईश्वर है। परमेश्वरले मानिसले यस्तो तरिकाले बनाउनु भयो कि ईश्वर चाहिँ मनभित्र बस्नलाई है। शरीरमा प्रतिबिम्ब गर्ने मुहार अनुरूप होला है, तर मनमा ईश बस्ने अथवा मानिस मनमा ईश्वर बस्ने होइन। मानिसलाई थाहा छ नि है, 6औं दिनमा बनाउनु भयो, सबै कुरा अधिकार गर्न हेरचाह गर्न बनाउनु भयो। अनि परमेश्वरले के भन्नुहुन्छ? हरेक कुरा असल थियो, तर असलमा पनि असल, बेस्ट आउट अफ बेस्ट भन्छ होइन। सर्वोत्कृष्ट सृष्टिको उत्तम सृष्टिको मानिस है। सबैभन्दा होइन, सबै कुरा मन परिरहेछ, तर एउटा चुज गर भने नि गाह्रो त हुन्छ, तर यो चाहिँ मेरो बेस्ट हो, यो चाहिँ सर्वोत्कृष्ट, बेस्ट अफ द बेस्ट होइन। सृष्टिको उत्तम सृष्टि चाहिँ मानिस हो। परमेश्वरले मानिस बनाउनु भयो उसको मनभित्र बस्नको लागि, उसको हृदयभित्र बस्नको लागि। तर अर्को एउटा शब्द पनि छ है, आजभोलि मानिसलाई के भन्छ देखाइदिनुहोस् त। मान्छे पनि भन्छ है। मान्छे मलाई थाहा छैन यो के हो। ज्ञानेश्वर चर्चको पास्टर हाम्रो रोबर्ट कार्तर गुरुबाले जहिले भन्नुहुन्थ्यो, मन छ्या भएको है, पापले मन दूषित भएको, मन छ्या भएको, मन छ्या, पछि त्यही मन्छ्या 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 हुँदै मान्छे भयो अरे भन्नुहुन्थ्यो अरे है। त्यही भएर पाप चाहिँ मन दूषित भएको व्यक्ति चाहिँ मान्छे है। कसैले तपाईँलाई मान्छे भनिरहेछ नि सोच्नुहोस्, यसले तपाईँलाई चिनिया छैन है। हामीहरू चाहिँ मान्छे होइन, हामीहरू मानिस हौँ। हाम्रो ईश्वर मनभित्र ईश्वर बस्नुहुन्छ। अर्को स्लाइड देखाइदिनु त्यसपछिको। पछि मन्छ्या मन्छ्या हुँदा हुँदै मान्छे भएको अरे है। अब थाहा छैन के हो भन्नुहुन्थ्यो, मलाई साह्रै घत लागेको कुरा, त्यही कुरा तपाईँलाई सेयर गर्दैछु। हामी मान्छे होइनौँ, हामी मानिस हौँ। पापले मन दूषित पारिएको व्यक्ति चाहिँ मान्छे हो, हामी मानिस। हामी कुनै समय मान्छे नै थियौँ है, हाम्रो मन पनि दूषित थियो। तर त्यो दूषित मनलाई, मान्छेलाई फेरि मानिस बनाउनलाई परमेश्वरले यति धेरै प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र दिनुभयो, ख्रीष्ट येशू आउनुभयो, आफ्नो रगत बहाउनु भयो, आफ्नो प्राण दिनुभयो होइन। त्यो कारणले गर्दा फेरि हामी मान्छेबाट फेरि हामी मानिस भएका छौँ है। पहिलो कुरा चाहिँ हामी को हौँ त? हामी मानिस हौँ। अब अर्को स्लाइड जानु देखाइदिनुहोस् त।
परमेश्वरले हामीलाई मानिसलाई किन बनाउनु भयो होला है? सिम्पल। हामी कतिपल्ट जब डिस्क्रिप्सन भन्छ नि होइन, कार्य विवरण। कुनै पदमा तपाईँ हुनुहुन्छ भने हरेकको आफ्नो आफ्नो कार्य विवरण हुन्छ। जेडी भन्छ। जेडी भने के भनेको जब डिस्क्रिप्सन रहेछ है। कार्य विवरण भने मतलब तपाईँ यो पोस्टमा हुनुहुन्छ भने तपाईँले यो गर्नुपर्छ, यो गर्नुपर्छ है। हाम्रो जब डिस्क्रिप्सन, हाम्रो कार्य विवरण के हो त? एउटा मात्रै मुख्य कुरा है। के भनेको छ यशाया 43:21 मा, त्यस जातिलाई जसलाई मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति मैले बनाएँ। यहाँ परमेश्वरले भन्दै हुनुहुन्छ है मानिसलाई किन बनाएँ भन्दाखेरि त्यसको एन्सर यहाँनिर छ। मानिसलाई मैले बनाएँ मेरो प्रशंसाको लागि, मेरो महिमाको लागि, मेरो निम्ति मैले बनाएँ है। परमेश्वरले भन्दै हुनुहुन्छ हाम्रो जब डिस्क्रिप्सन के हो? हाम्रो परमेश्वरको महिमा गर्ने। हाम्रो आफ्नो महिमा होइन कि म तपाईँलाई भन्दै थिएँ मान्छेले पद किन खोज्छन्? आफ्नो महिमाको लागि खोज्छन्। तर त्यो हाम्रो लागि सत्य होइन। हाम्रो जब डिस्क्रिप्सन, हाम्रो कार्य विवरण भनेको चाहिँ परमेश्वरलाई महिमा दिनु हो। पहिलो कुरा हामी मानिस हौँ। दोस्रो कुरा, दोस्रो स्लाइड देखाइदिनु, अर्को स्लाइड देखाइदिनुहोस्। हामी क्रिस्चियन हौँ है। क्रिस्चियन हौँ। क्रिस्चियन नेपालीमा, क्रिस्चियन अङ्ग्रेजीमा होइन, क्रिस्चियन हौँ हामी। मैले अघि पनि तपाईँलाई भन्दै थिएँ हरेक शब्दको अर्थ त्यही शब्दमा लुकिया हुन्छ है। क्रिस्चियन किन भन्यो? अलिकति हामीले हेऱ्यौँ भने यो क्रिस्चियन भन्ने शब्द चाहिँ प्रेरित 11:26 मा पहिलो पटक है एन्टियोखमा निकालिएको, त्यहाँबाट सुरु भएको क्रिस्चियन भन्नलाई। अब यो क्रिस्चियन किन भनियो भन्दाखेरि त्यो बेलामा प्रभु यीशु ख्रीष्ट चाहिँ मसीह चाहिँ यहुदीहरूको लागि मात्रै हो, हिब्रू बोल्नेहरूको लागि मात्रै हो भने एउटा त्यस्तो भ्रम थियो। तर पछि प्रभु यीशुको सुसमाचार फैलिँदै गएपछि यहुदीहरू, ग्रिकहरू, अन्य यहुदीहरू, जेन्टाइलहरू आउन थाले। अनि सबैलाई समेट्नलाई अनि त्यहाँनिर चाहिँ यो यहुदी यो गैर यहुदी भनेर छुट्याउनुहोस् भन्दा बरु यो क्रिस्चियन हो भन्नको निम्ति त्यहाँनिर शब्द क्रिस्चियन शब्द आएको हो। ग्रिक शब्द क्रिस्टियानोसबाट क्रिस्चियन बनेको हो भन्छन्। तर त्योभन्दा पनि मलाई अर्को एउटा घात लागेको कुरा चाहिँ क्रिस्चियन भनेको चाहिँ अर्कोतर्फ भन्यो भने स्मल क्राइस्ट, साना ख्रिस्टहरू। जब ख्रिस्टको स्वर्गारोहण भयो, मृत्यु भयो, त्यसपछि ख्रिस्टको सुसमाचार फैलिएपछि मानिसहरू, थुप्रै मानिसहरू बढ्न थाले होइन। उनीहरूको जीवन कस्तो हुन थाल्यो? ख्रिस्टको जस्तै। उनीहरूको जीवन ख्रिस्टको जस्तै, बोली व्यवहार ख्रिस्टको जस्तै, आचरण ख्रिस्टको जस्तै है। अनि त्यो बेला मानिसहरू छक्क पर्न थाले, हामीले त एकजना ख्रिस्टलाई त मारेर झुन्डाएर मारेको थियौँ, यहाँ त अरू ख्रिस्टहरू देखिन थाले, त्यस्तै स्वभाव भएको, त्यस्तै चरित्र भएको, त्यस्तै जीवन बिताउने, त्यस्तै प्रेम, त्यस्तै दया होइन, त्यस्तै क्षमा, त्यस्तै सेवाको जीवन बिताउने मानिसहरू देखिन थाल्यो। यिनीहरू त को हुन् त भन्दाखेरि यिनीहरू चाहिँ स्मल क्राइस्टहरू, छोटा अथवा साना ख्रिस्टहरू। पछि गएर यिनीहरूलाई नै क्रिस्चियन भनिन थाल्यो भनेर देखिन थाल्यो। क्रिस्चियन भनेको मतलब ख्रिस्टको चरित्रलाई बोकिहिँड्ने है। अनि अर्को कुरा क्रिस्चियन भनेको चाहिँ क्राइस्ट एक ठाउँमा अनि इन, क्राइस्ट इन। क्रिस्चियन भनेको चाहिँ क्राइस्ट इन, ख्रिस्ट चाहिँ मभित्र बस्नुहुन्छ। मभित्र को हुनुहुन्छ त? ख्रिस्ट हुनुहुन्छ। त्यही भएर त गलातीको पुस्तकमा पावलले यहाँनिर भन्दै हुनुहुन्छ होइन, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु र जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो है। म मेरो पापको कारणले मर्नुपर्ने थियो है, तर को मरिदिनु भयो? ख्रिस्ट येशू मरिदिनु भयो। अब ख्रिस्ट येशू मरिसकेपछि मेरो निम्ति त उहाँ मर्नुभयो, अब उपरान्त कस्तो जीवन जिउने है। एकजना राजा आफ्नो छिमेकी देशमा वर्णन गर्न गएछन्, जाँदै त्यो सुन्दर देशमा गइसकेपछि उसले एउटा के खबर थाहा पाएछ भने धेरैजना उनका प्रजाहरू चाहिँ त्यो देशमा विदेशीमा जेलमा परेका छन् भनेर कसैले सुनाइयो। अनि त्यसपछि राजा जेल खानामा गएर सबैलाई भेट्न गयो, आफ्नो प्रजाहरूलाई है। थुप्रै मानिसहरू त्यहाँनिर थियो। अनि त्यसपछि राजालाई आफ्नो प्रजाको दया लाग्यो अनि उनले चाहिँ त्यो देशको राजासँग सल्लाह गरेछन्, यो प्रजाहरूलाई तपाईँले छोडिदिनु पऱ्यो, मेरो प्रजाहरूलाई म उनीहरूलाई प्रेम गर्छु, दया गर्छु, यिनीहरूलाई छोडिदिनु पऱ्यो। अनि त्यो देशको राजाले के भनेको छ, होइन राजा माफ गर्नु होला, यतिकै त सकिँदैन, तर यो देशको नियमअनुसार यिनीहरूको त के अरे छुटकाराको निम्ति, स्वतन्त्रको लागि तपाईँले केही मूल्य चाहिँ चुकाउनुपर्छ। अनि हुन्छ म तयार छु भनेछ। कोही हत्या के अरे डाका गरेका, कोही चोरी गरेका, के कुरा गरेका, सुन तिरेर होइन, असर्फी तिरेर, चाँदी तिरेर सबैलाई छुटाएछ। अनि गर्दै जाँदा एउटा अर्को एकजना व्यक्तिबाट थाहा पाए, त्यो चाहिँ काल कोठरीमा थुनेर राखेको, झ्याल ढोका केही नभएको ठाउँमा थुनेर राखेको एकजना बारेमा थाहा पाएछन्।
अनि बुझ्दै जाँदा यो मानिसलाई किन यसरी थुनिराखेको भनेर भन्दै गर्दाखेरि यसको अभियोग चाहिँ के रहेछ भनेर सोध्दै गर्दा अनि त्यो राजाले भनेको छ यसले चाहिँ राजकुमारको हत्या गरेको छ है। त्यही भएर यहाँको नियमअनुसार चाहिँ राजकुमार हत्या गरेपछि यसलाई चाहिँ मृत्युदण्ड दिनुपर्छ, यसलाई मृत्युदण्ड दिनलाई हामीले राखिरहेको छौँ भने। अनि उसलाई भनेछ होइन यो त मेरो पनि प्रजा हो, यो मेरो प्रजा हो, मलाई यसलाई मृत्युदण्ड नदियो, बरु त्यसको सट्टामा म केही मोल तिर्न तयार छु भनेपछि उसले भनेछ होइन, हाम्रो नियमअनुसार चाहिँ राजकुमारको सट्टामा राजकुमारै मर्नुपर्छ, यसले राजकुमारको हत्या गरेको छ, त्यही भएर यसलाई तपाईँले छुटाउन चाहनुहुन्छ भने यस सट्टामा राजकुमार नै मर्नुपर्छ। अनि यो सुनेर त्यो राजालाई धेरै दुःख लागेछ, किनभने त्यो राजासँग एउटा मात्रै छोरा है, राजकुमार एकदम असल ज्ञानी, त्यही पनि यो प्रजालाई मेरो प्रजा मलाई माया गर्छु भनेर आफ्नो राजकुमारलाई गुमाउन पनि त्यो राजा तयार भएछ। अनि त्यो मानिसको क्षमाको निम्ति, स्वतन्त्रको निम्ति उसले आफ्नो छोरा राजकुमारलाई त्यहाँ दिएछ, मृत्युदण्ड दिनु पर्यो त्यो सट्टामा। अनि त्यो राजाले चाहिँ त्यो मानिसलाई आफ्नो सबै प्रजाहरूलाई चाहिँ फेरि फिर्ता लिएर आएछ। अनि उसले सोचेछ अब मैले यिनीहरूलाई क्षमा त दिएँ होइन, अब मेरा प्रजाहरू हुन्, यो मेरो छोराको सट्टामा होइन, यसले त मृत्युदण्ड पाउनुपर्ने, मृत्युदण्ड नपाएर यसलाई मैले लिएर आएको छु, अब यो त मेरो छोरा नभए पनि मेरो छोरा जस्तै भएर, राजकुमार जस्तै भएर बस्नेछ, मेरो सेवा गर्नेछ भनेर सोचेर उनलाई लिएर आएछ। तर त्यो मानिस फेरि फर्केर त आयो है, तर ऊ आफ्नो हृदयलाई, जीवनलाई परिवर्तन गर्न चाहेन। ऊ पहिला जस्तो जीवन जिउँथ्यो त्यस्तै जीवन जिउन थाल्यो है, त्यस्तै हत्या गर्ने, मार्केट गर्ने, झैझडा गर्ने, व्यभिचार गर्ने, अनेक कुराहरू गर्न थालेछ। अनि त्यो राजालाई साह्रै पछुता लागेछ, के गरेँ होला मैले है, त्यो बेला के सोचेँ, म मेरो असल छोरालाई गुमाएर यो जस्तो मान्छेको लागि, यस्तो हत्याराको लागि मैले आफ्नो छोरा किन जीवन दिएँ होला। अनि उसलाई एकदमै मन पोल्न थालेछ। अनि पछि चाहिँ त्यो राजाले त्यो मानिसलाई के गर्यो होला, म त्यो कुरा भन्न चाहन्न, त्यो तपाईँहरूको मनमा राख्छु, त्यो उसमा राख्छु। मैले भन्न खोजेको मतलब मेरो पापको लागि, मेरो जीवनको लागि होइन, मैले गरेका सबै नराम्रा कष्ट के अरे पाप अधर्मको लागि परमेश्वरले आफ्नो एकमात्र छोरा दिनुभयो हाम्रो लागि, यो संसारमा आउनुभयो है। मैले अस्ति भर्खरै एउटा त्यो प्यासन अफ द क्राइस्ट भन्ने मुभी हेर्दै थिएँ, त्यो हेर्दाखेरि जिरिङ्ग लाग्छ है। त्यहाँनिर तपाईँले कतिजनाले हेर्नु भएको छ थाहा छैन, त्यहाँनिर गेत्सेमनीको बगैँचादेखि प्रभु ख्रीष्टलाई मृत्यु गरिएको अवस्थासम्मकोलाई एउटा चित्र होइन, चित्रमा चित्रण गरिएको छ। त्यो तपाईँले कसैलाई टाइम हुन्छ हेर्नु होला। त्यो बेलाको त्यो प्रभु ख्रीष्टले पाउनुभएको त्यो थुकाइ कुटाइ, घाउहरू, कोर्राहरू है, त्यो काँडाको मुकुटहरू, क्रुसमा बोकाइएको हत्केला होइन, किल्ला ठोकेको, धेरै नै गाह्रो छ। त्यो कुरा हामीले बिर्सिसक्यौँ है। अनि ख्रीष्ट मर्नुभयो कि भएन भनेर अन्तिममा चेक गर्नको लागि होइन, कोखामा कालाको भाँडाले हान्दाखेरि पानी मात्र आयो, खुन आएन। त्यहाँनिर त कतिजना विद्वानले भन्नुहुन्छ प्रभु ख्रीष्टको शरीरमा कुनै खुनै बाँकी थिएन कि, सबै बगाइसक्नु भएको थियो होइन, हाम्रो लागि, हाम्रो पापको लागि। भनेको मतलब मोल तिरेर, थुमाको निष्कलङ्क निष्कोट रगतले दाम तिरेर, मोल तिरेर किनिएका मानिसहरू हामीहरू हौँ, क्रिस्चियनहरू हौँ हामीहरू, किनकि ख्रीष्ट मभित्र बास गर्नुहुन्छ। त्यही भएर त पावलले भन्दछन् म मेरो निम्ति मरिसकेँ, म पनि ख्रीष्टसँगै क्रुसमा टाँगिएँ, तर अब उपरान्त जिउने जीवन मेरो होइन, म ख्रीष्टको भएर जिउनेछु, ख्रीष्टको जीवन म जिउनेछु है। अब उपरान्त भनेर भन्दाखेरि मलाई हिजकिया राजाको बारेमा याद आउँछ। यसै 38:15 हेऱ्यौँ भने हिजकिया राजाको बारेमा धेरैलाई थाहा छ होइन। जब उनी चाहिँ मर्दै थिए कुनै कारणवश, कुनै रोगले गर्दा, अनि उनले बिन्ती गरे, अनि परमेश्वरले उनको बिन्ती सुन्नुहुन्छ, अनि 15 वर्ष उनी बाँच्छन्। जब उनले जीवनदान पाउँछन्, अनि यसै 38:15 हिजकिया राजाले के भनेका छन् भने, प्रभु अब उपरान्त, अबदेखि म तपाईँको सामुन्ने मेरा सारा जीवन म नम्र भएर हिँड्नेछु। अब उपरान्त म पहिला जस्तो जिउने छैन, म नम्र भएर तपाईँको जीवनको अगाडि, मेरो तपाईँको सामुन्ने मेरो जीवनभरि म नम्र भएर हिँड्नेछु भनेर हिजकिया राजाले भनेका छन् होइन। अब उपरान्त है, अब उपरान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ, ख्रीष्टको चरित्र ममा जिउने। पुरानो चाल गइसक्यो, बितिसक्यो, हराइसक्यो, अब ख्रीष्टको चाल, नयाँ चरित्र, नयाँ तरिकाले जिउने होइन। परमेश्वरलाई दुखी तुल्याउने होइन। परमेश्वरले, हामी पहिला पापी थियौँ, क्षमा पायौँ, तर क्षमा पाए पनि जीवन त त्यस्तै छ होइन। त्यो अघिको राजाको जस्तै उनले त मनमा दुखेसै नै गर्नु पऱ्यो, कस्तो मान्छेलाई मैले बचाएँ, नबचाए हुनुहुन्थ्यो, यत्तिकै त रहेछ खत्तम मान्छे। हाम्रो कतिपल्ट हाम्रो अवस्था यस्तै छ होइन, संसारमै छौँ, संसारमै रमाइरहेछौँ, हाम्रै कति कुराहरूमा त्यही कुरा मनपर्छ, तर त्यो होइन। हामीहरू चाहिँ
ख्रिस्टको निष्कलङ्क निष्कोट रगतले, थुमाको रगतले किनिएका, दाम तिरेर किनिएका क्रिस्चियनहरू हौँ। किनभने ख्रिस्ट मभित्र बास गर्नुहुन्छ। क्रिस्चियनको अर्थ क्राइस्ट इन है। अघिको स्लाइड देखाइदिनुहोस्, क्राइस्ट इन होइन, क्रिस्ट मभित्र हुनुहुन्छ, क्राइस्ट इन। क्रिस्चियनको अर्थ क्राइस्ट इन। अर्को स्लाइड देखाइदिनुहोस्। अर्को मैले बुझेको है, क्रिस्चियनको अर्थ क्राइस्ट आइएएन है, क्राइस्ट आइएएन। क्राइस्टको अगाडि हामीले लगाउँ, विदाउट क्राइस्ट आई एम नथिङ, विदाउट क्राइस्ट आई एम नो वान होइन। ख्रिस्ट हुनुहुन्छ म छु, ख्रिस्ट हुनुहुन्न म केही पनि होइन, ख्रिस्ट हुनुहुन्न म कोही पनि होइन। त्यही भएर प्रेरितमा लेखेको छ, किनभने हामी उहाँमा जिउँछौँ र उहाँमा चहलपहल गर्छौँ र उहाँमा हाम्रो अस्तित्व छ। अस्तित्व छ है। अस्तित्व भनेको चाहिँ जसलाई हामीले नेपालीमा अलिकति बुझ्यौँ भने कुनै कुराको वास्तविक उपस्थिति हुनुको अवस्था है। त्यो मनगढ्य कहानी जस्तो यो रे त्यो रे भन्ने होइन। कुनै कुरा छ भने त्यो अस्तित्वमा छ है। हामीले पहिला डाइनासोर थियो रे डाइनासोर थियो रे भन्ने पढ्छ। अहिले डाइनासोर छ त छैन, यो अस्तित्वमा भएकै छैन, किनभने डाइनासोर छैन, त्यो अस्तित्वमा छैन है। ख्रिस्ट हुनुहुन्छ, त्यही भएर हामी छौँ। यदि ख्रिस्ट नआउनु भएको भए हामी हुन्थेनौँ। ख्रिस्ट संसारमा आएर पनि यदि आफ्नो प्राण अर्पण नगर्नु भएको भए, क्रुसमा नटाङ्नु भएको भए हामी हुन्थेनौँ। विदाउट क्राइस्ट आई एम नथिङ, विदाउट क्राइस्ट आई एम नो वान। अलिकति अस्तित्वको बारेमा बतायौँ भने हामी सबैलाई थाहा छ, यहाँ काम गर्दैछौँ होइन। हाम्रो कम्पनीमा हामी छौँ, हामी यहाँ छौँ, हाम्रो कतारमा हाम्रो अस्तित्व छ किनभने हाम्रो कम्पनीको कारणले होइन। कम्पनीले हामीलाई स्पोन्सर गरेको छ, कतार आइडी दिएको छ, त्यही भएर हामी कतारमा बस्न पाएका छौँ। कम्पनीले भोलिबाट ल क्यान्सल भनिदिएछ, बस्न पाउँछौँ पाउँदैन, हामी नेपाल फर्किनुपर्छ, हाम्रो अस्तित्व हुन्न कतारमा। त्यस्तै नै एउटा बुझ्नलाई मैले सजिलो राखेको छु, ख्रिस्ट हुनुहुन्छ त्यही भएर हामी छौँ। क्रिस्चियनको अर्थ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा हामी विश्वास गरेका छौँ। जुन दिनदेखि प्रभु तपाईँ मेरो मुक्तिदाता हुनुहुन्छ, प्रभु भन्नुहुन्छ भनेर हामीले स्वीकार गऱ्यौँ, ग्रहण गऱ्यौँ, त्यो दिनदेखि प्रभु यीशु ख्रिस्ट हामीसँग हुनुहुन्छ र हाम्रो अस्तित्व छ र हामी उहाँमै हिँड्छौँ, उहाँमै चलफल गर्छौँ र हाम्रो अस्तित्व उहाँमा नै छ। क्रिस्चियनको अर्थ चाहिँ विदाउट क्राइस्ट आई एम नथिङ, विदाउट क्राइस्ट आई एम नो वान। पहिलो कुरा हामी मानिस हौँ है, दोस्रो कुरा हामी क्रिस्चियन हौँ, अनि तेस्रो कुरा, अर्को स्लाइड देखाइदिनुहोस्। तेस्रो हामी सेवकहरू हौँ। कसको सेवकहरू? ख्रिस्टको सेवकहरू है। प्रभु यीशुले भन्नुभएको छ, परमेश्वर मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा गर्नलाई आएको। एउटा राम्रो उदाहरण दिएर जानुभएको छ। यो चित्र कतिजनाले चिन्नुहुन्छ? कतिजना चिन्नु त हुन्छ, कतिजना जानुभएको छ कहाँको चित्र होला यो? यो चाहिँ पाल्पाको तानसेनमा रहेको एउटा मिसन हस्पिटलको चित्र हो है। मलाई साह्रै मनपर्छ यो चित्र। 2016 सालमा बनेको, धेरै वर्ष अगाडि 2016 सालमा अमेरिकाबाट केही मिसनहरू आएर सुरु गरेको एउटा हस्पिटल। अनि त्यो तानसेनमा, पाल्पाको तानसेनमा यसको ठुलो नाम छ। त्यहाँको समुदायको बिचमा, क्रिस्चियन नन क्रिस्चियनको बिचमा पनि ठुलो यसको नाम छ है। अनि 2016 सालमा जब म मेडिकल स्कुल पढ्दै थिएँ, अनि त्यो बेलामा क्रिस्चियन डक्टरहरूको, त्यसपछि स्टुडेन्टहरूको एउटा वर्षमा एकचोटि एनुअल कन्फरेन्स हुने गर्छ यो दसैँको बेलामा। त्यो बेलामा चाहिँ पाल्पाको यो तानसेन मिसन हस्पिटलमा त्यो कन्फरेन्स राखिएको थियो। म त्यहाँ गएको थिएँ। अनि त्यहाँ गएर मैले हेर्दाखेरि यो देखेको, मैले पढेको देखेको, त्यो बेलाको उनीहरूको मोटो है भन्छ, यो युनाइटेड मिसन टु नेपाल भन्ने एउटा अमेरिकी संस्थाले चलाइरहेको एउटा मिसन अस्पताल हो है, ठुलो हस्पिटल छ। अनि त्यहाँनिरको मोटो के छ भने उनीहरूले के भन्छ, वी सर्भ जिजस हिल्स, हामी सेवा गर्छौँ तर ख्रिस्ट येशूले निको पार्नुहुन्छ, येशूले निको पार्नुहुन्छ है। त्यो बेला मैले बुझ्नु पाएको थिएँ कि यो संसारमा छौँ त हामी सेवकको रूपमा छौँ है। कतिजनाको आफ्नो पद छ, कतिजनाको आफ्नो जिम्मेवारी छ। हामी यहाँ हेऱ्यौँ भने रोमी 12को 6देखि 8 बाइबलमा हामीले दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौँ। अगमबानीको हो भने विश्वासको परिमाण अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दक्षचित्त साथ, कृपा गर्नेले खुसी साथ भन्ने मतलब धेरै जिम्मेवारी छ, धेरै वरदानहरू छ, धेरै पदहरू छ। त्यो आफूलाई चिनाउनुको लागि होइन, मेरो महिमाको लागि होइन, परमेश्वरले हामीलाई दिनुभएको उहाँको सेवाको निम्ति हामीलाई दिनुभएको जिम्मेवारी हो, त्यो वरदानहरू हो है। मत्ती 25 अध्यायमा हामीले हेऱ्यौँ भने त्यहाँ दुईवटा घटना प्रभुले भन्नुभएको छ। एउटा सुनको सिक्काको बारेमा, अर्को चाहिँ सेवाको बारेमा होइन।
अनि प्रभु यीशुले भन्नुहुन्छ दायाँतिरको भेडाहरूलाई तिमीहरू धन्य हौ, देब्रेतिर बाख्राहरूलाई तिमीहरू श्रापित हौ, तिमीहरू दियाबलस र त्यसका सन्तानको निम्ति तयार गरेको अग्निकुण्डमा जाऊ। किन? जब म भोको थिएँ तिमीहरूले मलाई खान दिएनौ, जब म तिर्खाएको थिएँ तिमीले पिउन दिएनौ, जब म झ्यालखाना थिएँ तिमीले भेट्न आएनौ, म बिरामी थिएँ भेट्न आएनौ, म नाङ्गो थिएँ कपडा लगाइदिएनौ, म परदेशी थिएँ शरण दिएनौ। किन? किन तिमी मेरो सेवै गरेनौ। होइन, जुन वरदान जुन सेवागारी जिम्मेवारी परमेश्वर दिनुभएको छ त्यो हामीले पुरा गर्नुपर्छ है। त्यो सिक्काको घटना, एकजना मानिस विदेश जाने बेलामा आफ्नो 3जना नोकरलाई बोलाएर उसको योग्यता अनुसार पहिलोलाई 5वटा सिक्का, दोस्रोलाई 2वटा सिक्का, एउटालाई 1वटा सिक्का, सुनको सिक्का दिएर जान्छ। अनि 5वटाले भएकोले के गर्छ? मेहनत गर्छ, अरू 5वटा कमाएर राख्छ। 2टाले पनि त्यही गर्छ, अरू कमाउँछ, 2टाले दिन्छ। एउटाले के गर्छ? लगेर केही नगरेर जमिन पनि खाडेर राख्छ। जब आउँछ उसले अनि त्यो मानिसले हिसाब माग्छ, खै हिसाब देऊ। 5वटाकोले 5वटै दिन्छ, 2वटाले 2टा दिन्छ। एउटाले के भन्छ? तपाईँ त होइन नरोपेको ठाउँमा पनि कटिने गर्ने, नभएको ठाउँमा पनि ननिफन्ने के अरे ननिफन्ने ठाउँमा पनि के अरे उब्जनी नहुने ठाउँमा पनि निफन्ने हुनुहुन्छ, म त डराएर जमिनबाट गाडेर राखेँ भन्छ। ए मूर्ख मानिस, एटलिस्ट साउकोमा गएर राखेँ भने त त्यसको ब्याज पनि आउँथ्यो नि, मैले पाउँथेँ नि, तैँले किन त्यस्तो गरेँ? त्यसपछि त जिम्मेवार व्यक्ति भएनस्, त मेरो सेवा गर्न लायक छैनस्, त अन्धकारमा जा जहाँ चाहिँ दारा किटाएर रुवाई हुनेछ। हामीलाई जुन जिम्मेवारी दिएको छ त्यो हामीले पुरा गर्नुपर्छ है। आफ्नो आफ्नो जिम्मेवारी छ, मण्डलीको आफ्नो नियम छ, मण्डली बाहिर आफ्नो नियम छ है। कतिजनाले मलाई डक्टर डक्टर भन्नुहुन्छ, हो मेरो यो मेरो आइडेन्टिटी होइन, यो मेरो काम हो, मेरो पेसा हो है। म रमेश दालाई आदर गर्छु, आज त उहाँ कामको कारणले आउनु सक्नु भएन। जिस्काएर एक दिन म अल्खोरमाथि फोन गर्नुभयो, डाक्टर प्रकाश के गर्दै हुनुहुन्छ भन्नुभयो। अनि मैले यसो हेरेको 8 बजे रहेछ, त्यो दिन मेरो नाइट ड्युटी 11 बजे। अनि मैले दाइलाई भने, दाइ भर्खर 8 बज्दैछ, म डक्टर भएको छैन, म काममा पुगेको छैन, म काममा पुगेपछि बल्ल मलाई डक्टर भन्नु होला। किनभने मेरो होइन पेसा हो, यो मेरो काम हो, यो मेरो चिनारी होइन, मेरो पहिचान होइन। मेरो चिनारी त के हो? म मानिस हो, म क्रिस्चियन हो, र म सेवक हो। सेवा गर्नलाई, परमेश्वर ख्रीष्टको सेवा गर्नलाई मलाई छान्नु भएको मेरो काम थियो। त्यो मेरो पहिचान होइन, त्यो मेरो आइडेन्टिटी होइन। यदि म आफूलाई त्यो कुराबाट चिन्न खोज्छु भने मैले मेरो महिमा खोजिरहेको छु, जुन परमेश्वरलाई मन पर्दैन। तर मानिसहरू सबै भ्रममा छन् होइन, आफूले आफूलाई चिनाउन खोज्छन्। अब म 5 मिनटमा सक्छु ल, 5 मिनट मात्रै बोल्न थालेपछि किनभने पहिलो पत्रुस 5:5 लेखेको छ, परमेश्वरले अहङ्कारीको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। अर्को स्लाइड देखाइदिनुहोस्, म छोटकरीमा देखाउँछु। म कस्तो छु, म को हुँ भनेर बाइबलमा प्रष्ट लेखेको छ है, कस्तरी सोच्नुपर्छ। रोमी 12:3 किनभने मलाई दिएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु कि जसले आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाम बमोजिम सन्तुलित विचारी सोचोस्। अर्को चाहिँ परमेश्वरले हामीलाई कुनै पनि कुरामा घमण्ड गर्न आज्ञा दिनुहुन्न, अनुमति दिनुहुन्न, एउटा कुरामा मात्रै है। यहाँनिर लेखेको छ, म पढ्दिनँ, यिर्मया 9:22-23 होइन, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, बलवान मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। यदि घमण्ड गर्नु छ भने एउटा कुरामा, के कुरामा? कि म परमेश्वरलाई जान्दछु र चिन्दछु। हामीलाई घमण्ड यदि गर्नु छ भने परमेश्वरले एउटा कुरा मात्रै हामीलाई अनुमति दिनुभएको छ, अरू कुरामा होइन। संसार भएको कुरामा उहाँले हामीलाई अनुमति नै दिनुभएको छैन। म परमेश्वरलाई जान्दछु र चिन्दछु, त्यति मात्रै हामीलाई परमेश्वरले घमण्ड गर्न दिनुभएको छ। अर्को स्लाइड देखाइदिनु, लास्ट। र अन्तमा भन्छ नि होइन, सारांशमा, इन समरी मैले धेरै कुरा बताएँ, कति याद होला नहोला, तर अन्तिममा मैले भन्न खोजेको मलाई मनपर्ने सबैभन्दा मुख्य पद चाहिँ 1 कोरिन्थी 15:10 यहाँ पावलले भन्दैछन्, तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु। आमेन। तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु होइन। फिलिपी 3:5-7 पढ्यौँ भने यदि कसैले शरीरको बारेमा घमण्ड गर्छ भने त झन् मलाई धेरै छ घमण्ड गर्ने होइन। म त इजरायली हुँ, हिब्रूहरूको हिब्रू हुँ, बेन्यामिन कुलको होइन, पढेको विषय गर्ने व्यवस्था कुरा भने त म त एक फरेसी धेरै पढेको होइन। जोसको विषयमा भने त मण्डलीलाई सताउने, धार्मिकता विषय भने त मैले होइन हरेक धार्मिकता के अरे यो व्यवस्थामा लेखेको हरेक कुरा मैले पालन गरेको छु। तर अन्तिममा के भन्छन्, होइन मेरो निम्ति जे कुरा लाभदायक थियो त्यो ख्रीष्टको निम्ति मैले सबै हानि नै सम्झेँ। किनभने म जो छु त्यो परमेश्वरको अनुग्रहले छु, ममा जे छ त्यो परमेश्वरको अनुग्रहले छ। त्यसकारण हामी विभिन्न ब्याकग्राउन्डबाट आएका छौँ, हामी धेरै थरीका छौँ,
कसको काम के छ होइन, अब कस्तो अवस्थामा छौँ, तर सबै कुराको ब्याकग्राउन्ड एउटै निचोड भनेको म जो छु त्यो परमेश्वरको अनुग्रहले छु। मैले किन भने नि, विदाउट क्राइस्ट आइ एम नथिङ, म कोही पनि होइन, परमेश्वरले दिनुभयो म यहाँ आएको, यसको बदलामा के गर्नु पऱ्यो, मैले सेवा गर्नु पऱ्यो, परमेश्वरलाई महिमा दिनु पऱ्यो, मेरो महिमा होइन परमेश्वरलाई महिमा हुनुपर्ने। हर पल हर समय हामी कति धन्यवादी हुनुपर्ने। ज्ञानेश्वर चर्चमा एकजना बुढो बाले, त्यहाँ ज्ञानेश्वर चर्च पछाडि एउटा बेथानी आश्रम छ, वृद्ध आश्रम, जहाँ बस्नलाई वृद्ध आमा बुवाहरूलाई। एकजना वृद्ध बुवा जहिले पनि चर्च सकेपछि बाहिर निस्किने ढोकाको छेउमा बसेर रुनुहुन्थ्यो अरे कि, जहिले पनि रुनुहुन्थ्यो। अनि एक दिन पास्टरको सोध्नुभयो किन रुनुहुन्छ तपाईँ दिनका दिनमा, यस्तो राम्रो परमेश्वरलाई मैले पहिला किन चिन्न पाएन, म त आफ्नो अब मर्ने अवस्थामा आएर परमेश्वरलाई चिन्न पाएँ, पहिले नै होइन चिन्न पाएको भए म कस्तो जीवन जिउँथेँ होला, मलाई कस्तो दुःख लाग्छ त्यो कुराको लागि, अहिले आएर परमेश्वरले तैपनि मलाई केही दुःख मनाउ छैन है। तर हामी त कति धन्यवादी हुनुपर्ने, बाल्यावस्थादेखि नै युवा अवस्थादेखि नै परमेश्वरलाई चिन्न पाएका छौँ, जान्न पाएका छौँ, सङ्गति गर्न पाएका छौँ, हामी परमेश्वरप्रति कति धन्यवादी हुनुपर्ने। लास्ट स्लाइड देखाइदिनु। एउटा कथा भनेर, मलाई 2 मिनट टाइम दिनु, एउटा कथा भनेर म अन्तिम गर्न चाहन्छु। अफ्रिकन पास्टर लुटिएको कथा मलाई एकदमै मनपर्छ। एकपटक अफ्रिकाको एकजना पास्टर कुनै एउटा अफ्रिकाको जङ्गल भएर जाँदै हुनुहुन्थ्यो है, जाँदा जाँदै चोर लुटेर डाकाको बिचमा पर्नु भयो। त्यो डाकाले आएर त्यो पास्टरलाई लुटेर पिटेर अधमर्न पारेर मर्यो भनेर छोडेर भागेका। कसैले पत्ता लगाए, भेटे, अनि विश्वासीले ल्याए, हस्पिटलमा ल्याए, उपचार भयो, धेरै लामो उपचार भयो। उपचार भएपछि उहाँको होस आयो अनि उहाँले आफ्नो स्वास्थ्य सुधार हुँदै गएपछि धेरै मानिसहरू चर्चका उहाँका विश्वासीजनहरू चर्चबाट धेरैजना आउनुभयो। धेरैजना चिन्तित थिए अरे, तर त्यो पास्टरको अनुहार जहिले पनि हँसिलो खुसीले धन्यवादी। अनि त्यसपछि त्यहाँका विश्वासीजनले सोधेछन्, पास्टरज्यू तपाईँ त यस्तो शरीरमा होइन मर्न लागेको अवस्थामा हुनुहुन्छ, नाङ्गो हुनुहुन्छ, यस्तो हुनुहुन्छ, तर तपाईँ त जहिले पनि खुसी हुनुहुन्छ, के यसको कारण के छ भनेर सोद्धाखेरि अनि पास्टरले चाहिँ म जस्तो छु त्यसको लागि म परमेश्वरलाई धन्यवाद भन्छु, म 3टा कुरालाई धन्यवाद भन्छु होइन। पहिलो के त, पहिलो कुरा म जीवनमा पहिलो पटक लुटिएँ है, म परमेश्वरलाई धन्यवाद भन्छु। यत्रो मेरो जीवनभरि परमेश्वरले मलाई सुरक्षा दिनुभयो, आज पहिलो पटक म लुटिएँ, यसको लागि म परमेश्वरलाई धन्यवाद भन्छु। अनि दोस्रो कुरा, तिनीहरूले मलाई लुटे, मसँग भएका सारा सम्पत्ति लुटे, मसँग भएका सबै कुरा लुटे, तर तिनीहरूले मेरो जीवन र मेरो विश्वासलाई लुट्न पाएन, त्यसको लागि म परमेश्वरलाई धन्यवाद भन्छु। अनि तेस्रो कुरा, म परमेश्वरलाई धन्यवाद भन्छु होइन कि यिनीहरूले परमेश्वरले मलाई लुटी माग्ने व्यक्ति बनाउनु भयो, तर यो लुटेर बनाउनु भएन। मलाई परमेश्वर यस्तो अवस्थामा राख्नु भएको छ कि म अरूलाई गएर लुट्दै हिँडौँ, मार्दै हिँडौँ, त्यस्तो अवस्थामा मलाई परमेश्वरले राख्नु भएको छैन। त्यसै कारण म परमेश्वरलाई धन्यवाद भन्छु कि हामी कति हाम्रो जीवनमा जस्तोसुकै अवस्था भए पनि हामी परमेश्वर धन्यवादी हुनुपर्ने है। र अन्तमा म तपाईँलाई भन्न खोजेको त्यही हो, मेरो परिचय के हो, म मानिस हुँ, म क्रिस्चियन हुँ, म सेवक हुँ, म जो छु त्यो परमेश्वरको अनुग्रहले छु। म मेरो बाँकी जीवन, अब उपरान्त जीवन परमेश्वरको महिमाको निम्ति जिउँछु र हर समय म परमेश्वरमा धन्यवाद हुनेछु। हस्, म यति नै राखेँ, धेरै समय गइसक्यो, बाँकी समय म सञ्चालिका बहिनीलाई दिन चाहन्छु। धन्यवाद।